त्यति राम्रो देखिनँ मैले। अब हामी त गार्जियन विहीन भयौँ। अब यो पहिला यो संस्था दर्ता थिएन जहाँसम्म लाग्छ। यो संस्था अब यो जिल्लाबाट गरे भयो जहाँसम्म लाग्छ मलाई। मदन हरियालको पालामा यो संस्था दर्ता भयो। सिडिओ मदन हरियाल। अनि त्यसपछि अब बिस्तारै अब सबैजना 2टा 3टा एउटा गाडी जोडिएर संस्था भयो र अनि अब त्यहाँ नेतृत्व चाहिँ कसले गर्नुभयो त्यति मलाई सबैजनाको नाम आउँदैन। अब आखिरी आफ्नो जिल्ला, आफ्नो गाउँ, आफ्नो टोल बनाउनलाई त सल्लाह गरेर सबैसित यो हुन्छ भनेर कन्भिन्स गर्नुपर्छ। अब अहिले पनि म ठाउँ ठाउँमा बोलिरहेको छु। अब हाम्रो प्रदेशको साइनबोर्ड झुन्नाभरले हुन्छ। यहाँ शिक्षा, स्वास्थ्य, बाटो, पानी, पर्यटन भित्राउनलाई त अब त्यो घानरुङको गुरुङनीहरूले चाहिँ सागर ढिँडो बेचेर डलर हाल्छन् भने मकानपुरेले हाल्नु हुँदैन। अब यहाँ होटल चल्छ, तपाईँको चाहिँ गाडी घोडा चल्छ। अब बाटोको यो 7-8वटा सञ्जाल यति सुविधा छ भन्ने ठाउँमा अब एक अर्कामा यहाँ चाहिँ मिलेर जाउँ, यसो गरौँ, यो ठाउँलाई राम्रो बनाउँ भन्ने म देख्दिनँ। अब 2-4 चोटि मलाई बद्री सरले नि भन्नुभयो यहाँ एउटा समिति बनाउन लागेको छु, यो समितिमा सदस्य बस भनेर कर गर्नुभयो। सर म बस्दिनँ भनेर म त्यो समितिमा बसिनँ। अब सर्वे हुँदा अब त्यो नक्सा हामीले हेरेका छैन, केही नक्सा छ। अब त्यो एउटा निर्णय गरिया छ। अब नेसनल हाइवे भन्ने कुरो मेरो कानमा परेको छ। अब नेसनल हाइवेको शब्द त्यही किसिमको लाग्ला। अब कसरी कहाँ के कसरी बिग्रिरहेछ यो। अब डेभलप भएको त राम्रो हुन्थ्यो, के कारणले हो? अब राज्यको आर्थिक कारणले हो, अन्य कारणले हो, हुन सकेन। नमस्कार, कार्यक्रम सिमली छायाको अर्को श्रृङ्खलामा तपाईलाई स्वागत छ। हामी बागमती प्रदेशको राजधानी हेटौडाको नवयुग अनलाइनको केन्द्रीय स्टुडियोबाट यो कार्यक्रम छायाङ्कन गरिरहेका छौँ। यो कार्यक्रम तपाईँ नवयुग अनलाइन टेलिभिजनमा हेर्न सक्नुहुनेछ। देशका विभिन्न रेडियो स्टेसनहरूले अनुकूल समयमा प्रसारण गर्नेछन्, त्यतिखेर पनि तपाईँ सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी मकवानपुरकै विषयमा केन्द्रित रहनेछौँ। यो मकवानपुरलाई झन्नै 3 विष अर्थात् 60 वर्ष जति भोग्नुभएका, अनुभव गर्नुभएका, झेल्नुभएका, जे भनौँ, आजको यो वैभव मकवानपुर, यो समृद्ध मकवानपुर अथवा यो आधुनिक मकवानपुरको जुन रोडम्यापमा हामी हिँडिरहेका छौँ, हामी भोगिरहेका छौँ, जिन्दगी बिताइरहेका छौँ, 60 वर्ष अगाडि हेटौडा कस्तो थियो, के भयो, कस्तो हुनु पर्थ्यो, यही विषयमा हामी कुराकानी गर्नेछौँ। आज हामीसँग एकजना अगुवा, यो 60 वर्ष इतिहासको हेटौडाको एउटा साक्षी रोहिणी प्रसाद सुवेदीसँग कुराकानी गर्न लागिरहेका छौँ। स्वागत छ। नमस्कार। अब मैले भने 60 वर्ष झन्डै यहाँ 57-58 वर्षदेखि हेटौडामा बसिरहनु भएको छ। कस्तो थियो हेटौडा, अहिले कस्तो भयो? अस्ति सोमबारभन्दा अगाडिको आइतबारसम्मको कुरा गरौँ, सोमबारदेखिको पछि फेरि कुरा गरौँला। अब राम्रो जस्तो लागेन मलाई। अब त्यतिखेर धेरै थियो, यति बस्ती थिएन, एकदम शिष्ट थियो, सम्मान थियो, सबै जाति वर्ग सबै मिलेर बसेका थिए। अब अहिले एक अर्कालाई किचड फ्याँक्ने, यस्तो चाहिँ होच्याउने, यस्तो राम्रो होइन। हुँडलिँदै गयो। अब हाम्रो यो फुलबारी हो, सबै जाति वर्गका मान्छे छौँ, पेसामा छौँ, यो राम्रो देखिनु।
कहिलेदेखि यस्तो बिग्रियो होला त? हेटौँडा हेर्दा त ठुला ठुला सिमेन्टका डल्लाहरू रङ्गी चङ्गी बेलुनहरू देखिन्छ, तर तपाईँले त पहिलो वाक्यमै ठिक लागेन भन्नुभयो। कहिलेदेखि यस्तो भत्किँदै गयो? यो करिब यो चाहिँ तपाईँको 25-30 सालबाट बिग्रियो। 30 सालबाटै भनेको 50 वर्ष अगाडिबाटै। त्यतिखेर त पञ्चायत थियो, पञ्चायती व्यवस्था थियो, सिस्टम थियो, सारा कुराहरू थियो भन्ने गरिन्छ। सुधारेनन्, सम्हालेनन्, त्यो बेलामा गरे भए सक्थे, गरेनन्। त्यतिखेरका मान्छेले नै छोडिदिए। यस्तै भाँडबैलोमै हामी पञ्च भलाद्मे भइरहन्छौँ, छोडिदिउँ, यिनीहरूलाई जुदिरहन दिउँ, हामी पञ्च भलाद्मे रहिरहन्छौँ भन्ने। जहाँसम्म लाग्छ उहाँहरूभित्रमा नि केही द्वन्द्व भयो। हजुर, केही चरहरू देखियो त्यो बेला पनि, नाम नल्याउँ। जस्तो अब त्यतिखेरको हेटौँडालाई नगर पञ्चायत बनाउने पहिलो प्रधान पञ्च वासुदेव रिजालसँग यहाँको त्यस्तो केही दोस्ती अनुभव देखादेख भयो। हजुर, अब घर नजिकै भयो नि। अब उहाँ अलिकता म आउँदाखेरि चाहिँ उहाँको स्वास्थ्य अलिक राम्रो थिएन, रोग लागेको थियो। मैले राम्रो छिटो उहाँलाई चाहिँ कालीमाटीमै काठमाडौँमै हस्पिटलभित्र राम्रोसित देखियो। अब त्यतिखेर स्वास्थ्य पनि ठिक थिएन, त्यति बोलेर उ गर्न पनि नहुने त्यो अवस्था थियो। म पनि केही एउटा बिरामीलाई गएको थिएँ। जस्तो अब पहिलो प्रधान पञ्च तपाईँले देख्नुभयो, त्यसपछिको प्रधान पञ्चहरू को भए, कस्ता कस्ता थिए, अलिअलि सम्झौँ न। अहिलेको युवा पुस्तालाई त प्रधान पञ्च भन्ने पनि थाहा छैन। त्यसपछि अब अलिकता मैले पनि सम्झिरहेको सायद बान्या फ्यामिलीको थियो, त्यसपछि निरशङ्कर श्रेष्ठ हुनुभयो, यस्तै यस्तै त हो। निरशङ्कर पछि बान्या। निरशङ्कर पहिला हो, पहिला वडा सदस्य हुनुभयो, वडा अध्यक्ष 1 नम्बरको। त्यसपछि 2 अवधि उहाँले यहाँ प्रधान पञ्च हुनुभयो निरशङ्कर श्रेष्ठ। त्यसपछि बानिया अशोक बानिया, यति नै हो प्रधान पञ्च, अरू हुनु भएन। त्यसपछि अहिले मिना होइन, यसभन्दा अगाडि त हरिबोल महत, डोरमणि पौडेल मेयर शासनमा गयो। 49 पछि त मेयर भयो, प्रधान पञ्च 3 अवधि उनीहरूले खाए। ए भनेको हेटौँडाको प्रधान पञ्चायत 3 जना मात्रै हो, वासुदेव रिजाल, निरशङ्कर श्रेष्ठ र अशोक बानिया मात्रै हो। पछि उहाँहरू आउनुभयो, डोरमणि आउनुभयो, 1 अवधि खानुभयो, हरिबलले 2 अवधि खायो। अहिलेको मिना लामा आउनु। अब वासुदेव रिजालले परिकल्पना गरेको हेटौँडालाई वैभव बनाउने काममा निरशङ्कर श्रेष्ठ र अशोक बानियाहरूको चाहिँ भूमिका कस्तो मूल्याङ्कन गर्नुहुन्छ त? धेरै राम्रो थियो। उहाँहरूले यो जग्गाको तिरोली रानी वर्गीकरण गर्नुभएको थियो। जस्तै 1 नम्बर वडा 7 नम्बर वडालाई चाहिँ कम तिरो लिने, अलि राम्रो डेभलप अलि भएको नगर सन्थरलाई त्यही हिसाबले कर लिने, त्यो किसिमको थियो। त्यतिखेरको 7 भनेको अहिलेकै 7 हो कि अर्कै थियो? कुन वडा थियो त्यो बेला नि 7 थियो? त्यतिखेरको 1 पनि अहिले 1 हो, चौकीटोलै त हो। त्यो चौकीटोल बगर यही नै हो भनेको त्यतिखेरको 7 र अहिलेको 7 एउटै हो। अब अलिकता 1 नम्बर वडाको कुरा गरौँ। त्यो राप्ती निकास, राप्तीको बगर, यहाँले त त्यहाँ जग्गाहरू सुरुमा किनबेचदेखि अहिले बनेका घरहरूसम्मको साक्षी हुनुहुन्छ। त्यो जग्गा कसको थियो? त्यो बगर कतिका जग्गा चाहिँ अहिले यहाँ दरबारका मान्छेको नै जग्गा थियो, खाली जग्गा चाहिँ मदन भण्डारीलाई चाहियो भन्ने पनि छ, केही मान्छेहरूले जग्गा बेचे भन्ने छ। त्यही जग्गाको कुरालाई लिएर चाहिँ अहिले वडा अध्यक्षमाथि समेत कुटपिट भएकोमा पनि तपाईँ साक्षी हुनुहुन्छ। त्यही देख्नु भएको छ नि त, वडा अध्यक्ष पिटियो, भित्री कुरा चाहिँ जग्गाको छ भन्ने गाई सुनिन्छ। कस्तो थियो पहिलाको 1 नम्बर वडा चाहिँ? अब बाबु, अब हामीले कुन अवस्था थियो भने त्यहाँ ढुङ्गा र स्याउला टिपेर छेकेर बाँध लगाएर पनि भात खाइयो होइन, त्यो अवस्था थियो। बाढी आइरहन्थ्यो, कहिले बिहानै कहिले बेलुकै, एकदम दुःख गर्नुपर्ने थियो। अहिले पछि गएर बिस्तारै अब अशोक बान्ने आएपछि उहाँले अलिकति मलाई सहयोग गर्नुभयो। त्यहाँ खट्ने ओर्ने मेहनत गर्ने काम मैले गरेँ। त्यसपछि 48 सालमा आएर तटवर्णन गर्ने, त्यो नक्सा गर्ने, सारा काम
मैले गरेँ र माथि विद्युतको तलदेखि आएर मैले 100 मिटर यस्तो क्रस हाल्ने 100 मिटर लामो छ त्यो अहिले पनि छ त्यो तपाईँको पालामा भएको हो 50 तपाईँको नेतृत्वमा भएको हो म सदस्य सिडिओ साहबको अध्यक्षमा भने तपाईँ चाहिँ के हुनुहुन्थ्यो राजनीतिक दलमा हुनुहुन्थ्यो कि नगर पञ्चायतमा केही पदमा हुनुहुन्थ्यो या कर्मचारी हुनुहुन्थ्यो म त्यतिखेर अब त्यो एरियामा अब अलिअलि खेती भएको अलिकता झुकाव चाहिँ अब पार्टीको झुकाव चाहिँ म काङ्ग्रेसपट्टि थिएँ भनेको त्यो नगरले गर्ने विकासहरूमा त्यहाँ तपाईँको वडामा जाँदाखेरि तपाईँ हुनुहुन्थ्यो त्यो समितिमा सदस्य भएर भनेको चौकीटोलको सुरुवात इतिहास आरम्भ त्यो 100 मिटरको ड्याम त्यो चेकबाटै सुरु भएको आज त्यहाँ त धेरै ठुलो मुद्दा बन्यो नि हेटौँडाको 1 नम्बर एकदम हाम्रो अङ्ग्रेजीमा भन्नुपर्दा क्रोनिक भयो भन्छ नेपालीमा समस्या भयो भने त होला त्यो सबैलाई आँखा लाग्यो बाबु अब त्यहाँ कति लगानी छ कति मेहनत गरेको छ अब त्यो कुरो बलरामजीलाई नि थाहा छ हैन उहाँको जेठी श्रीमतीलाई नि थाहा थियो बित्नुभयो भनेको हाम्रो बलराम बल अहिलेको सुकुम्बासी आयोगको अध्यक्ष हजुर अब आएर चौकीटोलको मान्छेहरू बुढापाकालाई सोध्यो भने यथार्थ भन्छन् उनीहरूले छन् केही मान्छेहरू बुढापाका छन् अब अहिले सबैको आँखी हो अब त्यो दुर्दशा तपाईँको 50 सालमा आएर एकदम हाइट बढ्यो खोलाको हाइट बढ्यो पुरा रुखै रुख थियो मलाई प्रेमबहादुर कार्कीले पनि भन्नुभयो यो रुखहरू यसलाई सदुपयोग गर्यो वीरबहादुरले भने एउटा सुरुङ मार्ग अथवा कहीँ पनि यो प्रयोग हुन सक्थ्यो त्यो सम्भव भएन गरेनन् अब केही दिन त हामी यो बाढी पीडितमै लाग्यो 50 सालको सुनाउली रहनु भएको छ तपाईँ साउन 4 र 5 गतेकै हो अब मैले लगाएको लुगासुत्ता साथीहरूलाई मैले महावीरमा खोलेर दिएर आएको भनेको त्यो छेद विच्छेद भएको अवस्थाको कुरा त्यहाँ काम गर्ने जाने कर्मचारी चिनेको थियो तपाईँको चाहिँ भाइ मेरो त फाइन्ड गयो भने म चाहिँ बलबहादुर केसीको गाडीमा गएको थिएँ एकदम दयनीय अवस्था थियो आर्मीहरू यसरी टिफिनमा भात खाइरहेको थिए जुगा चाहिँ जिउभरि ल्याप 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 लागिरहेको थियो त्यो अवस्थामा केही छिन उहाँले चाहिँ त्यहाँ आभामा गएर गिर्जाबाबुलाई फोन गर्नलाई केही समय लिनु त्यसपछि आएर फर्केर ल तुरुन्तै मलेखुला भन्नुभयो र उहाँ मलेखु जानुभयो अब त्यसपछि बिस्तारै डेभलप हुँदै गयो राम्रो गर्दै गयो अहिले सबैलाई लोभ लाग्यो आँखा लाग्यो र हामीले अर्को एउटा संस्था पनि समातेका थियौँ त्यो संस्थाले त्यहाँ तटबन्धन गर्ने थियो त्यो चाहिँ पछि गएर तपाईँको चाहिँ यो केही तारजालीहरू यो ठानबारपट्टि नै गयो क्या आँसु आयो तपाईँलाई यो लाइट अप्ठ्यारो भयो होइन ठिक छ अलिकति पुस्नु ठिक छ 50 सालको कुरा जोडिरहँदा त्यो बाढी पहिरोको कुरा जोडिरहँदा त्योभन्दा अगाडि नै सुरुङ मार्ग बनाउने कुरा पनि थियो नि हेटौँडाका व्यापारीहरूले उद्योग वाणिज्य सङ्घले नै मकवानपुर उद्योग वाणिज्य सङ्घले नै सुरुङ मार्ग बनाउने भन्यो पछि सेयर पनि उठायो त्यही पैसाको कुरालाई लिएर गोलमाल भएर अहिले केही मान्छेहरू त हेटौँडामा अनुहार देखाउन पनि नसक्ने भएका छन् कसैको राजनीति सकिएको छ के थियो सुरुङ मार्गको तपाईँहरूको पालाको सपना र अहिलेको सुरुङ मार्ग त्यो बनेको भए अहिलेको यो आबादीलाई थेक्न सक्थ्यो त्यो सुरुङ मार्गले होइन त्यसले धेरै कुराले चाहिँ डेभलप मेरो अनुभवमा कुराले चाहिँ धेरै डेभलप र काठमाडौँको मान्छेहरूले यहाँ जग्गा किन्ने र केही मगी अथवा अनेक कुराहरूमा राम्रै भइराखेको थियो अब त्यो बेला कुचकुमारको अध्यक्षतामा यसो गर्न लाग्यो भन्ने कुराहरू सुनिन्थ्यो अब व्यापार सङ्घमा प्रेमबहादुर श्रेष्ठ हुनुहुन्थ्यो त्यो मिटिङमा म पनि छु अब त्यसै गरी को सचिव भए को सदस्य भए सबैको नाम मलाई आउँदैन र केही सेयर हालेका भन्ने कुरोहरू नै आयो हामीले चाहिँ हालेका छैन अब सेयर हाल्नेहरूको चाहिँ अब अहिले हाम्रो सेयर डुब्यो भन्ने सुनेको छु अब रोपवे थियो नि रोपवे चाहिँ कसरी सकियो हेटौँडा काठमाडौँ रोपवे बाबु रोपवे यो यातायात संस्थान यो टिसिएन अब टिसिएनमा आग लाग्यो
अब राजा वीरेन्द्रले आफैले हेलिकप्टर चढाएर ल्याउनु भयो। अब त्यहीँ लाइन हो, हामी पनि पुग्यौँ। अब त्यहाँ 9 वर्ष भएछ तपाईँको लेखा हिसाब नभएको। देशको काठ, जङ्गलको काठ ल्याएर बेच्दा पनि घाटामा गएर बन्द भयो। दक्षिण एसियाकै ठुलो समिल भनेर समाचार मैले पनि लेखेको हुँ। त्यो काठ बेचेको हिसाब किताब 9 वर्षको गोलमाल भएपछि टिसिएन उँधो गयो। अब त्यहाँ त बाहिरको मान्छेले गरेन, त्यहीँको स्टाफ त्यहीँबाट बदमासी। नत्र भने त देशको काठ ल्याएर बेच्दा पनि घाटा जाने स्थिति त हुँदैन। अब कागजमा देखियो एलन बाबु, कागजमा अब टिसिएनको काठ देखियो। काठ अब कोही बगायो भन्ने, अब काठ अन्तै सप्लाई भएको पनि कुराहरू सुनियो। त्यस्तो भयो। त्यसपछि त्यो अहिले यो बन्दको अवस्थामा पुग्यो। अहिले त त्यसको जग्गा पनि अस्तित्वमा राख्नलाई कति जग्गा थियो, कति मिच्यो भन्ने बोल्न नहुने विषय बन्न थाल्यो। अब अलिकता राजा महेन्द्रको त्यतिखेर हेटौँडामा बाक्लै आउजाउ हुन्थ्यो। उहाँले रुचाउनुभएका 2 जना मान्छे भीमविराग र नारायण गोपालको पनि हेटौँडामा आउजाउ हुन्थ्यो। हेटौँडाको राप्ती बगरमै पनि भीमविराग र नारायण गोपाल बसेर गीत लेख्ने, गाउने, अलिअलि साँझ चुस्की लगाउने कुराहरू पढिन्छ। यो कुराहरूसँग कतिको अनुभूत हुनुहुन्छ तपाईँहरू? अब त्यति नजिकको चिनाजानी होइन, देखादेख चाहिँ भयो। प्रेस चाहिँ यही पुरानो हलको रोडमा थियो र उहाँलाई देखिन्थ्यो। अलि उहाँको अलिकता रोगी जस्तो पनि हुनुहुन्थ्यो। अलिकता भीमविरागको कुरा गर्नुभयो। मेरुदण्डको कारणले अलिक उप्रो देखिन्थ्यो। हजुर। त्यति नजिक भएर घुलमिल भएन, हजुर। तर देखादेख हुन्थ्यो। अब काम विशेषले हामी जाने आउने गर्दाखेरि राम्रै थियो। सब मोहनबहादुर सिंह जो मकवानपुर उद्योग वाणिज्य सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ, त्यही घरानाका छोराहरू अहिले अस्ति मात्रै निलम्बित हुनुभएको सांसद दीपक बहादुर सिंहको सिंह परिवार छ, सिंह घराना अहिले पनि छ। कस्तो थियो हेटौँडाको व्यापार व्यवसाय, कसरी सुरु भयो? मोहनबहादुर सिंहले चाहिँ कसरी उद्योग वाणिज्य सङ्घ स्थापना गर्नुभयो? मैले फर्स्टमा सुन्दा यो धर्मशाला त्यहाँ कुर्ची उठाएको थियो। तपाईँको त्यो इँटाहरू नि अब त्यो बेला सिमेन्टी हाल्दैन थिए, माटोले कुर्ची उठा पनि बच्चाहरू खेल्दाखेरि त्यो इँटाहरू छतबर्ला देखिन्थ्यो। र अनि फर्स्ट आएर गोर्खाली राधाकृष्ण साउले त्यही अलिकता गर्नुभयो। त्यसपछि आएर को अब मनबहादुर सिंह नै एकचोटि भन्नुभयो। अनि बिस्तारै अहिले डेभलप भएर अब व्यापार राम्रै भएको छ। सुरुमा त्यो धर्मशालाकै रूपमा स्थापित भयो। नाम चाहिँ धर्मशालामा थियो। पछि व्यापार सङ्घले त्यो धर्मशालाको जग्गा कब्जा गर्यो भनेर हरिबोल महत मेयर हुँदासम्म त्यो चिठी पत्राचार भएको भन्ने सुनेको थिएँ मैले। त्यो जग्गामा विवाद थियो, केस थियो, मुद्दा थियो। कसको थियो त्यो जग्गा चाहिँ? जग्गा करिब राणा र यो अरूहरूको बिचमा चाहिँ अहिले पछि पनि सुन्न आयो। यो विवाद थियो, केस थियो। पछि कसरी टुङ्गियो अब हामीलाई त्यो थाहा भएन। मैले फेरि पनि जोडेँ, यो चौकी टोलतिर केही खाली जग्गाहरू छ, त्यहाँ चाहिँ राणाहरूको पनि जग्गा हो, अहिलेसम्म तिर आएन भनेर केही मान्छेहरू बेला बेला त्यो राणाको जग्गा बेच्न पर्यो भन्दै हेटौँडामा सकसकाएको देख्छु म। त्यो हो त्यस्तो? अब शान्ति सागो माथि छ, केही जग्गा शान्ति सागो अहिले पनि छ। अब यो तल भएको चाहिँ अब त्यो के भन्ने, त्यो बेला पानीघट्ट थियो। अब त्यो नापी भयो, नापी हुँदा छाप्रो एउटा पानीघट्ट जस्तो देखियो। पछि गएर नदी कटान भएर त्यो सबै उ भयो, कटुवारेहरू भागे। अब पछि त्यो चलाएनन्, सम्भव भएन। अब आएर चाहिँ तपाईँको अर्थोपेडिककै उसमा आएर खोलो ठोकिया थियो 50 साल। अहिले जहाँ अर्थोपेडिक हस्पिटल छ खोला त्यहाँ थियो, खोला ठोकिया थियो। 2टा भङ्गालो थियो, एउटा भङ्गालोले त्यहाँसम्म ल्याएको थियो। यता हाम्रो नम्बरी जग्गा धेरै कटान गरेका थिए, धेरैजनाको कटा थियो। अब अलिकता रानी दरबारको पनि सम्झना गरौँ। तपाईँहरू आइसक्दा रानी दरबार थियो या पछि राखिया थियो, के थियो? अहिले रानी दरबार राजाको सम्पत्ति नेपाल ट्रस्टमा गयो। थियो त्यो बेला, थियो। त्यहाँ राजाहरू आउने, यताउता आउने बस्ने। तर जग्गाको नापी कसरी हुन्थ्यो त्यतिखेर? ओ टेलिस्कोप टिम हुन्थ्यो, त्यसको चाहिँ सबै त्यो जिल्ला पञ्चायतबाटै हुन्थ्यो? होइन, सर्वे यो 6 नम्बर गोसराले 6 नम्बर गोसरा भन्ने हुन्थ्यो। प्रकाश राजाले गराउनु।
प्रकाश राजा भनेको उहाँ चाहिँ शाह परिवारमै हुनुहुन्थ्यो। अहिले तपाईँले शान्ति शाहको जग्गाको कुरा गर्नु भने शान्ति शाह चाहिँ को हुनुहुन्थ्यो? त्यो जग्गा शान्ति शाहको जग्गा अहिले पनि छ। उहाँकै नाममा छ कि अरूले कब्जा गरे घर बनाइसके? बेचे भए मलाई थाहा छैन। त्यो वर्मदेव टोली प्रमुख भएर आउनुभएको थियो यहाँ। अब मसित राम्रो ऊ थियो, चिनाजानी, हामीसित उठ बस्थ्यो। उहाँले चाहिँ यो रानीहरूलाई अलिकता चाहिँ दर्ता ऊ गरिदिउँ, उहाँहरूलाई ऊ नगरौँ भन्ने कुरा भयो। अनि त्यही हिसाबमा माल नापी र केही हामी यहाँको चाहिँ 2-4 जना गएर सडक विभागको अफिसमा सही गरिदिएर त्यो चाहिँ काम शान्ति शाहको नाममा जग्गा। हेटौँडा नारायणगढ सडक चाहिँ खुल्दाखेरि के थियो? कति सालतिरको कुरा हो यो? त्यति समथर थिएन, उकालो थियो हेटौँडा बजार। तपाईँको 32-33 सर्वे त अगाडि भयो होला, 33-34 मा बन्यो। एनसिसिएनले बनायो। टुक्रा टुक्रा थियो एनसिसिएनको। अनि अर्को यो एउटा एन दिल्ली भन्ने अफिस थियो। जस्तो चाइना क्वार्टर भन्ने थियो, त्यहाँ चाहिँ काम गर्ने मान्छेहरू बस्थे भन्थे, के हो त्यो? त्यो अर्कै हो चाइना क्वार्टर भन्ने। अब कहाँ कुन उसमा आएको हो? अब त्यो टहराहरू थियो। अनि एकदम खण्डर अवस्थामा हामीले त्यहाँ सर्वे गर्ने बेला जाँदाखेरि नै गतिलो थिएन। अनि पछि गएर अब यहाँ अब के गर्ने, यो प्रहरीहरूलाई बस्ने ठाउँ भएन यिनीहरूको फ्यामिलीहरूलाई भनेर त्यो हिसाबमा पछि कसरी के हो। अब त्यहाँ चाहिँ एउटा ढुङ्गाना दाई एउटा अध्यक्ष हुनुहुन्थ्यो 1 नम्बर वडाको, उहाँको पालामा त्यो बसेको हो। जस्तो अब अघि तपाईँले भन्नुभयो राधाकृष्ण गोर्खाली। अहिले हेटौँडाको यो बजारको इतिहासमा त त्यो गोर्खालीको इतिहास कम पढिन्छ, सुनिन्छ होइन। परिवारहरू पनि हेटौँडामा छन् कि छैन त्यो पनि होइन। यो गोर्खाली परिवार, सिंह परिवार, तपाईँहरू जस्तो धादिङबाट आउनुभएको सुवेदी, चितलाङबाट आउनुभएको सुवेदीहरूको पनि विभिन्न परिवार, यहीँका कटवाल परिवारहरू, यहीँका चाहिँ अन्य सिंह घराना भनिहालेँ मैले। यस्ता यस्ता घरानाहरूको चाहिँ सम्बन्ध कस्तो हुन्थ्यो त्यतिखेर? जस्तो प्रधान पञ्चको रिजालहरूको घराना थियो, सम्बन्ध कस्तो हुन्थ्यो? छलफल, यो गाउँको विकास, पछि गाडीमा जोडिनु भएको श्रीचन्द्र शर्माको कतिको यहाँ कुरा गर्नुहुन्छ, हिरालाल श्रेष्ठहरू, यी कुराहरू पनि अलिअलि नयाँ पुस्तालाई तपाईँले भनिदिनु भयो भने यो एउटा गजबको आर्काइभ हुनसक्छ। अब यो पहिला यो संस्था दर्ता थिएन जहाँसम्म लाग्छ। यो संस्था अब यो जिल्लाबाट गरे भयो जहाँसम्म लाग्छ मलाई। मदन हरियालको पालामा यो संस्था दर्ता भयो। सिडियो मदन हरियाल। अनि त्यसपछि अब बिस्तारै अब सबैजना 2-3टा एउटा गाडी जोडिएर संस्था भयो। र अनि अब त्यहाँ नेतृत्व चाहिँ कसले गर्नुभयो त्यति मलाई सबैजनाको नाम आउँदैन। तपाईँ चाहिँ यो गाडी घोडा किन्नेतिर लाग्नु भएन? गाडी लाइनमा म जस्तो अब यही मैले घरानाहरूको कुरा गरेँ भने गोर्खालीहरू आए, राजथाला परिवारहरू आए, राम्रो थियो। अब यहाँ जिम्मलहरू थिए, जिमदार बाजे, अब साइला बाजे, काइला बाजे भन्नुहुन्थ्यो। जस्तै यता कटवालेहरूको छुट्टै थियो, पदम कुमारी मौजे भन्ने थियो। अब हामीले त्यहाँ कृष्णबहादुर महत कहाँ गएर चाहिँ मालपोत तिर्थ्यौँ। कृष्णबहादुर महत मालमा पनि जागिर हुनुहुन्थ्यो, त्यो जिम्मेदारीको काम पनि उहाँले गर्नुहुन्थ्यो। अब यता हाम्रो राजगुठी 1 नम्बर वडा चाहिँ हाम्रो यो जग्गा भएको ठाउँ चाहिँ राजगुठी होइन। यो चाहिँ हरिशमशेरको नामले चिनिन्छ। त्यसपछि अब पछि कसको नाममा गयो, के भयो, कसले बेचे, जहाँसम्म लाग्छ उहाँहरूको अब त्यही सानो सानो 1-2 धुरको टुक्रा देखिन्छ अब नक्सामा, पूर्जामा छैन। पूर्जा चाहिँ छैन। अब अलिकता कुरा गरौँ। जस्तो यहाँबाट सिन्धुली जाने बाटो अहिले यातायात नै चल्यो, हेटौँडा सिन्धुली बस चलिरहेछ धरानसम्म जाने। यता तपाईँ त अब नारायणगढ हेटौँडा नारायणगढ बाटोकै, हेटौँडा वीरगञ्जको बाटोकै साथी हुनुहुन्छ। त्रिभुवन राजपथ बन्यो, आज भीमफेदी सिस्नेरी हुँदै, फाखेल सिस्नेरी हुँदै,
बाटोहरू बनिरहेका छन्। अब मनरीबाट चाहिँ सिधै नौबिसे र पालुङ निकाल्ने राजमार्गको अर्को तयारीको चरणमा पुगिरहेको छ। यो सबै हेर्दाखेरि भौतिक पूर्वाधारहरूले त मकवानपुर सुविधा सम्पन्न हुँदै गएको छ नि। तर मकवानपुरको मान्छेहरू चाहिँ मकवानपुरमा किन बस्दैनन्? सबै मान्छे यहाँ पैसा कमाउँछन्, अलिअलि पैसा कमाउँछन्, फुत्तै काठमाडौँ बसै जान्छन् नि। तपाईँहरू जस्तो मकवानपुरलाई नै माया गरेर बस्ने मान्छे कम देख्छु नि म। के कमजोरी हो? मकवानपुरले त्यस्ताहरूलाई किन राख्न सकेन? विविध कारणहरू छ। अब कोही काम गरेर सक्सेस नभएका नै छन्, कोही अब कमाएर आफ्नो बालबच्चालाई सुविधाको लागि त्यो हिसाबमा नै गएका छन्। अब कति मान्छे अब बाहिर छन्। अब गोर्खाली माइला साउको फलक अब सबै अमेरिकामा छन्। अब सुखदेव मानन्दरको छोराहरू सबै अमेरिकामा छन्। अब यो मैले नचिनेको अझ कति होलान्। अब यो क्याम्पस कलेजहरू पनि अहिले सुरु भएको छ। तपाईँहरू चाहिँ कसरी पढ्नुहुन्थ्यो? तपाईँहरूको पढाइ कस्तो थियो? अहिले जस्तो ठुलो बिल्डिङ छ, पढाउने मास्टर पनि छ, तर पढ्ने विद्यार्थी छैन। तर तपाईँहरूको पालामा त मलाई लाग्छ मास्टर पनि थिएन, विद्यालय भवन पनि थिएन। मेरै पालासम्म अलिअलि विद्यालय भवन थियो, मास्टर थिएन। अब यो 16 सालबाट तपाईँको स्कुलहरू बढी खुल्यो। त्यतिखेर शिक्षा मन्त्री महिला हुनुहुन्थ्यो, पदम ठकुराटी। त्यसपछि 16 सालपछि खुलेका स्कुलहरू। अब त्यस अगाडि हामीले चाहिँ काठको पाटीमा खरीले लेखेर त्यो अवस्थामा अक्षर चिन्ने हो। शिक्षकहरू, राजनैतिक दलका नेताहरू नै तिनै शिक्षकहरू पछि राजनैतिक दलको नेता भए। जलनाथ खनालदेखि लिएर चित्रबहादुर केसी, प्रचण्ड, सबै धेरै नेताहरू भए। तपाईँहरू पनि त्यस्तो कुनै राजनैतिक दलको नेताको शिक्षकको पढाइमा पर्नुभयो? अब हामी आफ्नो व्यवसाय, आफ्नो खेती, व्यापार बिजनेसमा लागिए। त्यो लाइनमा हामी अब उमेरले नि एजेड भइसकेको थियो। अब परिवार बालबच्चा। अनि अब मैले अलिकता राजनीति, मकवानपुरको राजनीतिलाई जोड्न चाहेँ। अब रूपचन्द्र बिष्ट, बद्रीप्रसाद खतेवडा, कमल थापा, हिरेनेलाल श्रेष्ठ, अमुटेम्पा लामा, अझ कयौँ नेताहरू त पलायनै भयो। अहिले तिनको इतिहासै छैन मकवानपुरमा। यी नेताहरूको राजनीति कस्तो थियो तपाईँहरूको पालामा? कस्तो जगजगी थियो? तिनीहरू त एकदम युवा पुस्ताका थिए होला नि, भर्खरका चाहिँ मकवानपुर बदल्छु भन्ने। यी नेताहरूको अलिकता सम्झना गरौँ। भक्तबहादुर श्रेष्ठ पनि जोडेँ मैले। अब सल्लाह गरेर मिलेर यो ठाउँलाई बनाऊ, राम्रो गरौँ भन्ने देखिन त्यो बेला पनि। उनीहरूको आन्तरिक प्रतिस्पर्धा चर्को देखिन्थ्यो, एकले अर्कालाई देखिन सक्ने नै थियो। अब सेकेन्ड जेनेरेसन, थर्ड जेनेरेसनकोले पनि बुझेनन् त्यो कुराहरू। अब आखिरी आफ्नो जिल्ला, आफ्नो गाउँ, आफ्नो टोल बनाउनलाई त सल्लाह गरेर सबैसित यो हुन्छ भनेर कन्भिन्स गर्नुपर्छ। अब अहिले पनि म ठाउँ ठाउँमा बोलिरहेको छु। अब हाम्रो प्रदेशको साइनबोर्ड झुन्नाभरले हुन्छ। यहाँ शिक्षा, स्वास्थ्य, बाटो, पानी, पर्यटन भित्राउनलाई त अब त्यो घानरुङको गुरुङनीहरूले चाहिँ साग र ढिँडो बेचेर डलर हाल्छन् भने मकवानपुरेले हाल्नु हुँदैन। अब यहाँ होटल चल्छ, तपाईँको चाहिँ गाडी घोडा चल्छ। अब बाटोको यो 7-8वटा सञ्जाल यति सुविधा छ भन्ने ठाउँमा अब एक अर्कामा यहाँ चाहिँ मिलेर जाउँ, यसो गरौँ, यो ठाउँलाई राम्रो बनाऊ भन्ने म देख्दिनँ। त्यो त्यतिखेर पनि थिएन। बद्री खतेवडा, रूपचन्द्र बिष्ट, हिरण्यलाल, अमुटेम्पा, भक्तबहादुर श्रेष्ठ, सबै 101 राष्ट्रले चिनेका नेताहरू पनि आफ्नै किसिमको कुरा गर्ने, आफ्नै उ गर्ने। अब 2-4 चोटि मलाई बद्री सरले नि भन्नुभयो, यहाँ एउटा समिति बनाउन लागेको छु, यो समितिमा बस्न सदस्य बस भनेर कर गर्नुभयो। सर म बस्दिनँ भनेर म त्यो समितिमा बसिनँ। किन नबस्नु होला? त्यो बेलामा एउटा चिउरी खेती गर्ने या गर्ने, अब यो खाली जग्गाहरूमा गर्ने र तारबार गर्ने, औराखको चाहिँ पिल्लर राखेर यसो गर्ने भनेर चाहिँ कुरा चाहिँ गर्नुभयो। अब पछि के भयो, बजेट आएन कि के भयो, त्यो भएन। कति सालतिरको कुरा हो यो? चाहिँ तपाईँको 42-45 तिर।
बद्री खतेवडाको थियो यो चिउरी खेती। आजभन्दा 40 वर्ष अगाडि नै चिउरीमा पनि सम्भावना छ भनेर बद्री खतेवडाले त्यो एउटा अभियान चाहिँ चलाउन खोज्नु भएको थियो। अब ओमुटेम्बा लामाले त भीमफेदीमा रहेको जिल्ला सदरमुकामै हेटौँडा ल्याउनु भयो नि, तर उहाँको राजनीति त्यसपछि मकवानपुरमा सफल भएन। त्यहीँबाट चाहिँ खिँदै जानुभयो, आज मकवानपुरै छाडेर विविध कारणहरू छन्। अब केही मान्छेले उहाँलाई त्यो अशब्द बोलेकोहरू मलाई याद छ, मैले सुनेको छु। क्या छ उहाँले गर्नलाई कोसिस गरे हो, पछि पार्टी चेन्ज गरेर पनि गिरिजाबाबुसित गएर केही सल्लाह गरेर आएर त्यो गर्न खोज्या हो, तर राजनीतिमा टिक्न दिएन। रिस डाड गरेर उहाँको दोष भनेको भीमफेदी सदरमुकामलाई हेटौँडा सार्नु मात्रै हो, अरू त्यस्तो केही होइन। त्यो त यहाँको जनतालाई, यहाँको नागरिकलाई सबैलाई फाइदा थियो। आज त प्रदेशको राजधानी भएको छ। अब त्यतिखेर गाडी घोडा पाइँदैन थियो, खाने बिचमा बाटोमा होटेल थिएन। उहाँको निर्णय वैज्ञानिकै थियो, तपाईँको राम्रै थियो। त्यो बेलाको बुढीले गरेको निर्णय राम्रो थियो। त्यसैले आज हेटौँडा यति बन्यो। अब अलिकता कमल थापालाई कसरी नजिकबाट चिन्नुहुन्छ? तपाईँको त अहिले त टोल छिमेक पनि त्यही जस्तै देखिन्छ। कस्तो हुनुहुन्थ्यो उहाँको स्वभाव, के थियो? यो हेटौँडा मकवानपुर बनाऊ, हेटौँडालाई मध्यमाञ्चल स्तरीय अस्पताल, जसरी अहिले तपाईँलाई भने 77वटा जिल्लामध्ये 76वटा जिल्लाको अस्पताल प्रादेशिक अस्पताल हो। हेटौँडा चाहिँ प्रादेशिक अस्पताल थियो, अहिले त मदन भण्डारी स्वास्थ्य विज्ञानमा गयो। डडेलधुरा जिल्ला अस्पताल चाहिँ राष्ट्रिय स्तरको अस्पताल हो। नेता राम्रो पऱ्यो भने त्यस्तो हुँदो रहेछ। हेटौँडा प्रादेशिक अस्पताल, काठमाडौँ जिल्ला प्रादेशिक अस्पताल, डडेलधुरा राष्ट्रिय विज्ञान। कमल थापाले पनि मध्यमाञ्चल स्तरीय हेटौँडा अस्पताल बनाउनु खोज्नु भएको थियो नि, विरोध भयो। अब मैले थाहा पाए अनुसार यथार्थ भन्नुपर्छ। अब कागती रूपमा कसरी के हो, एकजना स्वास्थ्यकै लेखाको कर्मचारीले मलाई भन्नुभएको छ। मेरै बगलमा डेरा गरेर बस्नुहुन्थ्यो जयेन्द्र पौडेल भन्ने दाई। अब हामीले एउटा काहीँ कुनै जिल्लामा ल्याप्स हुन लागेको बजेट मैले मकवानपुरमा पारेँ, मैले 6वटा गरेर ल्याप्स भन्नुहुन्थ्यो। त्यही बजेटले अनि अलि राम्रो भयो। अब हामीलाई वीरगञ्ज क्षेत्रीय हस्पिटल, भरतपुर क्षेत्रीय हस्पिटल भएको कारणले क्षेत्रीय हस्पिटल हुनुलाई अब डाक्टरदेखि उपकरणदेखि सारा चाहिने पर्ने। अब सवारी बढी दुर्घटना हुने, अब बढी यहाँ चाहिँ त्यस्तो कारणले गर्दा यहाँ भए राम्रो हुन्थ्यो, बिरामीहरूलाई उपचार गर्न सजिलो हुन्थ्यो भनेर हामीले केही ठाउँमा त कुरा पनि राख्यौँ र बिस्तारै अब डेभलप हुँदै आएको थियो। तर अब अहिलेको स्थितिले म राम्रो देख्दिनँ। 48 सालदेखि नै अब लगातार झन्डै 25 वर्षभन्दा बढी समय त वामपन्थीले मकवानपुरमा एक छत्र सत्ता स्थानीय तहदेखि सङ्घसम्मको, प्रदेश त पछि आएको। यद्यपि प्रदेशमा पनि वामपन्थीकै कब्जा थियो, होल्ड थियो, अहिले पनि देखिन्छ। यो अवस्थामा मकवानपुरलाई जति विकास गर्नुपर्ने थियो त्यो के गरेन भन्ने लाग्छ तपाईँलाई? अब बसेर सल्लाह गरेर गरे भए राम्रो हुन्थ्यो, योभन्दा राम्रो हुन्थ्यो। अब हिजो जनआन्दोलनको बेला नि केही अब हामीले केही साथीहरूलाई सहयोग गरेको त्यो अनुभवहरू छ। यिनीहरूले राम्रो गर्ला जस्तो लागेको थियो, अब मिलेर गरेनन्। अब अहिले जितेका सांसदहरू जो हाम्रो केन्द्रीय सांसदहरू हुनुहुन्थ्यो महेश बर्तौला र दीपक बहादुर सिंह, यद्यपि 33 महिनामै उहाँहरूको पद यो कार्यक्रम रेकर्ड गर्दासम्म निलम्बनमा परिसकेको छ। उहाँहरूको कार्यकाल चाहिँ कस्तो महसुस गर्नुहुन्छ? तपाईँले पहिला देखेको त्यो सांसदहरू राष्ट्रिय पञ्चायतका कुरादेखि अहिलेको प्रतिनिधि सभासम्मको हेर्दा अहिलेका सांसदहरूले के गरे? त्यति राम्रो देखिनँ मैले। अब हामी त गार्जेन विहीन भयौँ। अब हामीले मकवानपुरकै विकासको कुरालाई जोड गरौँ। हिजो राजाको शासनको बेलामा मध्यमाञ्चल क्षेत्र विकास समितिदेखि आज प्रदेश सरकार बनेपछि राजधानी हेटौँडासँगै अब त ओडै पछि मुख्यमन्त्री समेत हुन थाले हाम्रो हेटौँडामा।
फेरि पनि हेटौँडा तपाईँले सोचे जस्तो राम्रो भएन। सुरुदेखि नै तपाईँको हेटौँडा हामीले जति राम्रो गर्न खोजेको भने अब के गर्न सकिन्छ, के हुन सक्छ त? मकवानपुर कस्तो हुनु पर्थ्यो तपाईँको कल्पना? अब शिक्षा नै राम्रो हुनु पर्यो एक नम्बरमा, गुरुहरू त्यही किसिमको हुनु पर्यो, त्यसपछि स्वास्थ्य, अनि अन्य त्यसपछि जोडिन्छन्। जस्तो अब बाटोकै कुरा गर्नुहुन्छ भने आज हेटौँडाबाट जतातिर गए पनि काठमाडौँ जाने बाटो देखाउँछ। राम्रो छ। मेडिकलको कुरा गर्नुहुन्छ भने MBBS को पढाइ अब हेटौँडामा हुन्छ भनिएको छ। 40 जना त MBBS पढ्न हेटौँडा आउँदैछन् यो वर्ष। शिक्षाको कुरा गर्नुहुन्छ भने आज अरबका चाहिँ शैक्षिक भवनहरू बनेका छन्, निजी क्षेत्र पनि बनेको छ। फेरि पनि हेटौँडाको मान्छे चाहिँ किन सन्तुष्ट छैन? जस्तो तपाईँ पनि अझै भए जस्तो सोचे जस्तो भएन भनिरहनु भएको छ। के पुगेन होला? अब अरू जिल्ला हेरिकन अरूलाई भूगोलले नै साथ दियो। अब यहाँको हावापानी अन्य कुरो सबै राम्रो छ, तर यहाँ बढी चाहिँ जहाँसम्म लाग्छ यो खानपानकै कारणबाट पनि नराम्रो हो कि जस्तो लाग्छ मलाई। खानपान भनेको यो साँझ परेपछिको खानपानको कुरा गर्नुभयो यहाँले। जस्तो मान्छे बिहारदेखि खाना हेटौँडा आउन थाल्यो, बिहार सरकारले टाइट गर्यो, अन्तको भन्दा अलिकता चिसो भएकोले गर्मी भयो कि हेटौँडामा आउने, खानपान गर्ने, रमाउने हुन थाल्यो। त्यसले गर्दा यहाँको समाज भाँडियो, अलिकता हाम्रा युवा पुस्ता पनि त्यसमा जोडिए। पछिल्लो पटक दुर्व्यसनीको कुरा पनि जोडियो। यही कुरा जोड्न खोज्नुभएको हो कि? त्यो त व्यापकै छ। यसो अब बजार घुम्दा यताउति गर्दाखेरि युवा चाहिँ धेरै पर्सेन्ट बिग्रिया देख्छु दुर्व्यसनमा। घरानी यहाँ नेताका छोराछोरीहरू पनि बिग्रेको देखिन्छ। छिटपुट अब अफिसरकै बच्चाहरू, साहु महाजनकै बच्चाहरू छन्। अब हेटौँडा बजारलाई विस्तार गर्नुपर्ने एउटा ट्राफिक लाइट पनि छैन। यो बजार विस्तार भएको छैन। तपाईँले त कान चिप्लो भइसक्यो होला, हेटौँडाको घर भत्किन्छ भन्ने सुन्दा सुन्दा कानै चिप्लो भइसक्यो होला। के यो घर चाहिँ किन भत्किनु नसकेको होला, अथवा भत्काउन किन कसैले आँट नगरेको होला? अब यसमा सरकारलाई नै दोष दिन्छु मैले दिँदा। केहीले मुआब्जा लिएर पनि त्यहीँ बसिरहेका छन्। अब यो त सरकारलाई जो दोष जान्छ। अब सर्वे हुँदा अब त्यो नक्सा हामीले हेरेका छैन, केही नक्सा छ, अब त्यो एउटा निर्णय गरिया छ। अब नेसनल हाइवे भन्ने कुरो मेरो कानमा परेको छ। अब नेसनल हाइवेको शब्द त्यही किसिमको लाग्ला। अब कसरी कहाँ के कसरी बिग्रिरहेछ यो, अब डेभलप भएको त राम्रो हुन्थ्यो। के कारणले हो? अब राज्यको आर्थिक कारणले हो, अन्य कारणले हो, हुन सकेन। मकवानपुरको बासमती चामलको पनि कथा सुनौ न। यो त हरायो नि। मान्छे त अहिले बासमती त अन्तको कुरा गर्छन्। पहिला बासमती चामल भने त मकवानपुरको थियो। कस्तो मग बास्ना आउने चामल थियो। त्यो चामलमा माथि पनि श्राप पर्यो भन्छन् नि। राजभोग, कृष्णभोग भन्ने चामलहरू पाइन्थ्यो पहिला मकवानपुरमै फल्थ्यो। अब अहिले बिस्तारै हाइब्रिड, पछि मन्सुली अनि यस्तै आफजुत्ते यस्तो भन्ने आयो। अब अहिले हाइब्रिडले गर्दा अब त्यो राम्रो चामल अनुहार पनि देख्न नपाउने भयो। भनेको खेती हुनै छाड्यो या अरू केही कारण छ त्यसमा? माटो बिग्रियो हाम्रो? त्यसमा पर्सेन्टेज, त्यसबाट चाहिँ धेरै कम आम्दानी हुने, हाइब्रिडबाट बढी वेट आउने भनेको मान्छे नाफामुखी भए। नाफामुखी भए। त्यसले गर्दा हाम्रो खानपान पनि बिग्रियो, भात पनि बिग्रियो, पहिलाको जस्तो ताजा स्वस्थकर हुन सकेन। अब तरकारी नै हाइब्रिड, चामल पनि हाइब्रिड। अब त्यसको इफेक्ट अब त्यो मनुष्यलाई हाइब्रिडमै गयो कि जस्तो लाग्छ मलाई। त्यसले आयु पनि घटायो।
अब मकवानपुरलाई हामीले समीक्षा गऱ्यौँ आजको बसाइमा। थुप्रै नेताहरू त अहिलेको पुस्ताको इतिहासै छैन, जस्तो कङ्ग्रेसकै तपाईँले भन्नुहुन्छ आस्था राख्नेमा कङ्ग्रेसको भन्नुहुन्छ, जस्तो मैले सुनेको उदयमोहन श्रेष्ठ हुनुहुन्न, सायद पलायन हुनुभयो देशबाटै मकवानपुरबाटै। यसै गरी पहिला पूर्वमा चाहिँ राम्रै राजनीति गरिरहेको पञ्चायतकालीन नेता भएकोले लोकबहादुर थापाको पनि निधन भयो। यस्ता धेरै राजनीति जसले मकवानपुरलाई राजनीति गरे, मकवानपुर बदल्न खोजे, मकवानपुर पनि बदलिएन, उहाँहरूको इतिहास पनि सकियो। अबको नयाँ पुस्ताको राजनीति कस्तो हुनुपर्छ त? अघि दिपक सिंह र महेश बर्तोलाको कुरा गर्दा तपाईँ भावुक हुनुभयो। अब उहाँहरूबाट पनि पार लागेन भने अबको राजनीति कस्तो हुनु पर्ला? त्यसपछि हामी अनि यो अलिकता जेनजी आन्दोलन पनि कुरा गरेर बिट मारौँ। अब राम्रो लक्षण देख्दिन फेरि पनि भनेको नेतृत्वविहीन हुँदैछ मकवानपुर। अब एकले अर्कालाई गाली गलौज गर्ने, किचड फ्याल्ने यस्तो कामले सम्भव छैन। नेतृत्व निर्माण भइरहेको छैन, मकवानपुर खस्किँदैछ राजनीतिमा, त्यही छ तपाईँको भगाइ। यो जेनजी आन्दोलन पनि भयो नि, तपाईँले त अनेक आन्दोलन हेर्नुभयो। 36 साल 35 सालको जनमत सङ्ग्रह, पञ्चायत फाल्ने राख्नेदेखि 46 62 हेर्दा 82 मा पनि आन्दोलन हेर्नुभयो। 33 मा नि हेरे प्रहरीहरूले ड्राइभरलाई कुटपिटी गरे भनेर ड्राइभरहरूले आन्दोलन गरेका थिए। 33 सालमै भएको थियो त्यो पनि हेरे, ड्राइभरहरूको आन्दोलन। ड्राइभर आन्दोलन इतिहासमा कहीँ कतै मेन्सन छैन यो। त्योभन्दा अगाडि चाहिँ 24 को चाहिँ मैले देखिनँ, यो हुब्रा चौर केसको 24 को आन्दोलन भनेको यो त्यहाँ जनताले फाँडेर बसेको राजा महेन्द्रले तिनलाई लखेटिएर यो हुब्रा चौर बनाउने भन्ने आन्दोलन, मोहन गुरुवाचार्यहरूको आन्दोलन थियो त्यो। र केही मान्छेलाई वारेन्टी थियो। अब म आउँदाखेरि ती मान्छेहरू यसो दिनभरि चाहिँ बायाँ बायाँ लाग्ने, बेलुका चाहिँ घरमा आउने, त्यस्तो वारेन्ट जारी भएकोले। अब अलि पछि त यस्ता आन्दोलनहरू हुँदै हुँदै अहिलेको आन्दोलन त निकै अराजक देखियो नि। घरहरू आँखै अगाडि तपाईँका टोल छिमेकमा यसपटक त आगो लागे, नगरपालिका प्रदेश सरकार लगभग ध्वस्त भयो। अब उहाँहरूले के हिसाबले गर्नुभयो, तयारी गर्नुभयो, अब यो चाहिँ उछिन्कल र घुसपेट जस्तो लाग्छ मलाई। अब त्यो आह्वानकर्ताले बुझ्नुपर्ने कुरा हो। हुन्छ, यहाँले समय दिनुभयो, मकवानपुरबारे अलिकति कुरा गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। आजको सिमली छायामा हामीले रोहिणी प्रसाद सुवेदीसँग मकवानपुरका कुराहरू मात्र स्मरण गऱ्यौँ। कस्तो थियो मकवानपुर, कस्तो हुनुपर्थ्यो मकवानपुर, के कारण मकवानपुर कमजोर भयो। कार्यक्रम हेरिदिनुभयो, सुनिदिनुभयो। सिमली छायाको अर्को श्रृङ्खलामा फेरि भेटौँला। नमस्कार।